नमस्कार एवं स्वागत छ आदरणीय साथीहरूलाई। साथीहरू, आज हामी पियाजेको सिकाइ सिद्धान्तका बारेमा छोटो चर्चा गर्नेछौँ। पियाजे बाल मनोवैज्ञानिक अथवा बाल मनोविज्ञानका पिताका रूपमा परिचित छन् र पियाजेका अनुसार बालकको संज्ञानात्मक पक्षको विकास कसरी हुन्छ भन्ने बारेमा पियाजेले अध्ययन गरी निष्कर्ष निकालेका थिए। पियाजे स्विजरल्यान्डका मनोवैज्ञानिक शिक्षाशास्त्री हुन्। उनको यो सिकाइ सिद्धान्तलाई रचनावादी सिकाइ सिद्धान्त पनि मानिन्छ र उनलाई आधुनिक बाल केन्द्रित शिक्षाका आधारका रूपमा पनि चिनिन्छन्। पियाजे स्विजरल्यान्डका मनोवैज्ञानिक हुन् र जसले बालकको बौद्धिक विकास कसरी हुन्छ भन्ने वैज्ञानिक आधार प्रस्तुत गरेका र उनले बालकले आफ्नै अनुभवबाट ज्ञान निर्माण गर्छ भन्ने सिद्धान्त प्रस्तुत गर्दै आधुनिक बाल केन्द्रित शिक्षाको आधार तयार पारेका थिए र यो पियाजेको सिकाइ सिद्धान्तका विशेषता अन्तर्गत अर्थात् यसका प्रमुख आधार अन्तर्गत यो सिकाइ सिद्धान्त पूर्णतः बाल केन्द्रित शिक्षामा जोड दिने सिकाइ सिद्धान्त हो। यस सिद्धान्त अनुसार बालक सक्रिय भएर सिक्ने गर्दछ, ज्ञान आफै निर्माण गर्दछ, सिकाइ चरणगत हुन्छ। अर्थात् पियाजेका अनुसार सिकाइ शिक्षकले दिने होइन, बालकले आफै बनाउने प्रक्रिया र बाल केन्द्रित शिक्षामा जोड दिने सिकाइ सिद्धान्तका रूपमा हामी पियाजेको सिकाइ सिद्धान्तलाई अध्ययन गर्दै आएका छौँ। पियाजेका अनुसार संज्ञानात्मक विकासका विभिन्न चरणहरू हुन्छन्। अर्थात् बालकको संज्ञानात्मक विकास विभिन्न 4 चरणमा विभाजन गरी पियाजेले आफ्नो सिद्धान्तलाई प्रतिपादित गरी निष्कर्षमा पुगेका थिए। स्किमा, एसिमिलेसन, एकोमोडेसन, इक्विलिब्रियम यी 4 अवधारणाले बालकको सोच अथवा मानसिक विकास अर्थात् संज्ञानात्मक विकास कसरी हुन्छ भन्ने कुरा देखाउँदछन्, जुन क्रमशः हामी छलफल गर्नेछौँ। पहिलो स्किमा। स्किमालाई मानसिक योजना भनेर हामी जान्ने गर्दछौँ। एउटा व्यवस्थित प्रारम्भिक योजना पनि हो यो स्किमा। यसलाई मानसिक चित्रका रूपमा पनि जान्ने गरिन्छ। जस्तै उदाहरणका लागि जब बच्चाले कुनै एउटा कुकुर देख्छ तब उसमा कुकुर सम्बन्धमा एक मानसिक चित्र बन्दछ अथवा मानसिक चित्र निर्माण हुन्छ र यसै आधारमा उसले अन्य कुकुरलाई पनि चिन्दछ। अर्थात् बालकको मानसिक अथवा मनमा पहिलो पटक देखा परेको जनावर जुन छ जस्तो हुन्छ भनेर हामी परिचय दिन्छौँ वा परिचित गराउँछौँ, त्यो उसको छाप हो, पहिलो छाप हो। त्यो जनावरप्रतिको बच्चाको मनस्थितिमा रहेको छाप, जसलाई हामी स्किमाको रूपमा पनि परिचित अथवा व्याख्या गर्ने गर्छौँ वा हामी बुझ्ने गर्दछौँ। बालकको दिमागमा अनुभवको आधारमा ज्ञानको ढाँचा बन्छ र जसलाई हामी स्किमा भनेर
व्याख्या गर्दछौँ। त साथीहरू, स्किमा भनेको बालकले पहिलो पटक कुनै वस्तुप्रति बनाउने मानसिक योजना हो। जस्तो उदाहरणको लागि बालकलाई सबभन्दा पहिले यो जनावर कुकुर हो, यसका 4 खुट्टा हुन्छन् भनेर हामी परिचित गराउँछौँ भने उसको मानसिक अवस्थामा परेको जुन छाप छ, आकृति छ, चित्र छ, त्यो नै स्किमा हो। दोस्रो चरण छ एसिमिलेसन। नयाँ कुरा पुरानो ज्ञानमा मिलाउनुलाई हामी स्किमा भन्छौँ। नेपालीमा यसलाई आत्मसात्करण भनेर पनि जान्ने गर्दछौँ, अथवा आत्मसात्करण एसिमिलेसन। र एसिमिलेसन भन्दा नयाँ कुरा पुरानो ज्ञानमा मिलाउनु। बालकले नयाँ अनुभवलाई पहिलेको ज्ञानसँग मिलाउनु एसिमिलेसन हो। अब त्यही बालक जसलाई हामीले कुकुर भनेर परिचित गराएका थियौँ, त्यो बालकले अर्को ठाउँमा गएर त्यस्तै 4 खुट्टा भएको अर्को जनावर गाई देख्छ भने गाईलाई पनि कुकुर नै हो भनेर सिक्ने गर्दछ, जसलाई हामी एसिमिलेसनको रूपमा बुझ्ने गर्दछौँ। अर्थात् नयाँ अनुभवलाई पहिलेको ज्ञानसँग जोडेर सिक्नु एसिमिलेसन हो। त्यसै गरी तेस्रो चरण छ एकोमोडेसन, जसलाई समायोजन अर्थात् अनुकूलन भनेर जान्ने गर्छौँ हामी। यो चरण अन्तर्गत पुरानो सोचमा केही परिवर्तन आउँछ। जब पुरानो ज्ञान पर्याप्त हुँदैन, बालकले सोच परिवर्तन गर्छ। यही एकोमोडेसन हो। अर्थात् गाई र कुकुरको बीच फरक छुट्याउन सक्नु एकोमोडेसन हो। एकपटक सुरुमा स्किमा अन्तर्गत बालकलाई कुकुर देखाएका थियौँ, जसको 4 खुट्टा हुन्छ, एउटा पुच्छर हुन्छ भनेर परिचित गराएका थियौँ। त्यो उसको पहिलो सिकाइ हो, स्किमा हो। तत्पश्चात बालकलाई गाई देखाइयो, गाईलाई पनि बालकले कुकुर नै हो भनेर सिकाइ मान्यो, अथवा त्यो नै उसको सिकाइ हो। किनभने गाईको पनि कुकुर जस्तै 4 खुट्टा र पुच्छर हुन्छ भनेर उसले अनुमान लगायो। त्यो एसिमिलेसन हो। र एकोमोडेसन चरण अन्तर्गत पुरानो ज्ञान पर्याप्त भएन, अर्थात् कुकुर गाईको तुलनामा सानो जनावर हो देख्छ उसले, र गाईलाई अलि ठुलो जनावरको रूपमा देख्छ। यसरी उसले पुरानो ज्ञानमा पर्याप्त रूपमा उसलाई आत्मसन्तुष्टि भएन भने बालकले सोच परिवर्तन गर्नु अथवा सोच परिवर्तन गर्ने अवस्था एकोमोडेसन हो। गाई र कुकुरको बीच फरक छुट्याउनु। त्यसै गरी चौथो चरण छ इक्विलिब्रियम, जसलाई सन्तुलन प्रक्रिया पनि भनिन्छ। यहाँ यो चरण अन्तर्गत एसिमिलेसन र एकोमोडेसन बीच सन्तुलन मिलाएर बालकको बौद्धिक विकास हुन जान्छ। अर्थात् यो चरणमा बालकले गाई र कुकुरको बीचको भिन्नता अथवा उनीहरूको विशेषता, रङ, चालका आधारमा छुट्याई नयाँ ज्ञान, नयाँ अवधारणा, नयाँ मानसिक चित्र बनाउनुलाई इक्विलिब्रियम अथवा ज्ञानलाई सन्तुलित राख्नु अथवा विभेद छुट्याउने अवस्था हो। विभेद छुट्याएर अथवा तिनीहरूको बीचको फरक पहिचान गरेर सिकाइ हुने प्रक्रिया हो। इक्विलिब्रियम सन्तुलन ल्याउँछ। फेरि अब कुकुर सानो जनावर हुन्छ, 4 खुट्टा भए पनि गाई अलि ठुलो हो, गाईले घाँस मात्र खान्छ, शाकाहारी हो, कुकुर शाकाहारी पनि हो, मांसाहारी पनि हो भनेर यसरी छुट्याई ज्ञानमा सन्तुलन ल्याउने प्रक्रिया हो इक्विलिब्रियम, जसलाई हामी एसिमिलेसन र एकोमोडेसन बीचको सन्तुलन मिलाएर बालकले बौद्धिक विकास गर्छ भनेर विश्वास गर्छौँ, जसलाई इक्विलिब्रियम भनेर यसरी
पियाजेले संज्ञानात्मक विकासका 4 चरणलाई प्रस्तुत गर्नुभएको थियो। त साथीहरू, यसै गरी पियाजेले विकासका चरणहरू अर्थात् पियाजेका अनुसार संज्ञानात्मक विकासको चरणहरूलाई पनि उहाँले 4 अलग अलग चरणमा विभाजन गरी व्याख्या गर्नुभएको छ, जुन सेन्सरी मोटर चरण अथवा फेज, प्री अपरेसनल फेज, कङ्क्रिट अपरेसनल फेज, फर्मल अपरेसनल फेज गरी विकासका चरणलाई पनि 4 वटा अलग अलग चरणमा विभाजन गरी व्याख्या गर्नुभएको छ। संज्ञानात्मक सिकाइका चरणहरू अर्थात् बालकमा सिकाइ कसरी हुन्छ भनेर पनि उहाँले 4 अलग छुट्टा छुट्टै चरणमा विभाजन गरेका थिए। यहाँ स्मरण रहोस्, विकासका चरण र अर्थात् संज्ञानात्मक सिकाइका चरण र विकासका चरण, बालकको विकास कसरी हुन्छ, कुन कुन उमेर समूहमा कस्तो कस्तो किसिमको विशेषता र कसरी विकास हुन्छ भनेर विकासका चरणलाई 4 वटा सेन्सरी मोटर, प्री अपरेसनल, कङ्क्रिट अपरेसनल र फर्मल अपरेसनल गरी 4 वटा छुट्टा छुट्टै चरणमा विभाजन गरेर अध्ययन गर्नुभएको थियो। त्यसै गरी संज्ञानात्मक सिकाइ कसरी हुन्छ भनेर पनि स्किमा, एसिमिलेसन, एकोमोडेसन अनि इक्विलिब्रियम गरेर अलग अलग 4 चरणमा सिकाइका चरणलाई पनि उहाँहरूले छुट्याउनु भएको थियो। सबभन्दा पहिले हामी सेन्सरी मोटर चरणको बारेमा छलफल गर्नेछौँ। सेन्सरी मोटर चरण फेज भनेर जसलाई सांवेदिक क्रियात्मक चरणको रूपमा पनि परिचित छौँ हामी। यो जन्मेदेखि 2 वर्षसम्मको चरण हो, अर्थात् इन्द्रिय चालबाट सिकाइ हुने। जन्मदेखि 2 वर्षसम्मको बालकले यस चरणमा, सेन्सरी मोटर चरणमा आफ्नो अगाडिको वस्तुलाई मात्र वास्तविक वस्तु ठान्ने, जटिल व्यवहारमा द्रुत परिवर्तन गर्ने, अपरिचितसँग डराउने जस्ता व्यवहार लक्षणहरू, विशेषताहरू देखाउने गर्दछ। हेर्ने बच्चाले छुने, चल्ने अनि सिक्ने गर्दछ। वस्तु नदेखिए पनि अस्तित्व बुझ्न थाल्छ यो चरणमा, सेन्सरी मोटर चरणमा। त्यसै गरी दोस्रो चरण प्री अपरेसनल फेज भन्छौँ, जसलाई पूर्व क्रियात्मक चरण, प्री अपरेसनल फेज, जुन बच्चा जन्मेको 2 वर्षदेखि 7 वर्षसम्मको चरण हो। यस चरणमा बालकमा भाषाको विकास, कल्पना र इगोसेन्ट्रिज्म, विशेष गरी यो चरणको मुख्य विशेषता भनेको यो चरणका बालबालिकाहरू बढी इगोसेन्ट्रिज्म हुन्छन्। यस उमेरमा बच्चाले धेरै कल्पना गर्छ तर तर्क कम हुन्छ, आफ्नो दृष्टिकोण मात्रै सही हो भनेर ठान्छ, जिद्दी स्वभावका हुन्छन्। त्यसै गरी तेस्रो चरण कङ्क्रिट अपरेसनल फेज, जुन जन्मेको 7 वर्षदेखि 11 वर्षसम्मको उमेरलाई कङ्क्रिट अपरेसनल फेज अर्थात् ठोस क्रियात्मक चरणका रूपमा चिनिन्छ। यस चरणमा सहकार्य गर्न अघि बच्चाहरू सर्छन् अथवा खेल खेल्न अगाडि सर्ने गर्दछन्। प्रतिस्पर्धाको भावनाको विकास हुन्छ, धारणाको विकास हुन्छ, बालकले तर्क गर्न सिक्छ, परिमाण स्थिर हुन्छ भन्ने बुझ्छ। जस्तै गिलास बदल्दा पानी उस्तै रहेछ भनेर बुझ्ने गर्दछ यो चरणमा, ठोस क्रियात्मक चरणमा। अन्तिम चौथो चरण हो विकासात्मक चरणको, जुन जसलाई अपरेसनल
फर्मल अपरेसनल फेज अथवा चरणको रूपमा बुझ्ने गर्नुपर्ने हुन्छ, जुन बच्चा जन्मिएको 11 वर्षभन्दा माथि अर्थात् 12 वर्षदेखि यो चरण सुरु हुन्छ। यो चरणलाई औपचारिक क्रियात्मक चरण भनेर बुझ्नुपर्ने हुन्छ र विशेष गरी हाम्रो विद्यालय शिक्षामा माध्यमिक तह प्रवेशको उमेरका रूपमा पनि यो फर्मल अपरेसनल पिरियड चरणलाई बुझ्नुपर्ने हुन्छ। यो चरणमा बच्चाहरू विकासको यो फर्मल अपरेसनल चरणमा बच्चाहरू विद्यालय शिक्षामा माध्यमिक तहको प्रारम्भिक कक्षाहरूमा प्रवेश गर्दछन् भने कङ्क्रिट अपरेसनल चरण भनेको आधारभूत तहका कक्षाहरूमा बच्चाहरू प्रवेश गर्ने गर्दछन्। यो फर्मल अपरेसनल फेजमा बच्चाहरूको कुनै विषयवस्तुलाई आत्मसात्करण गर्न सक्छन्, तार्किक क्षमताको विकास हुन्छ, नयाँ परिवेशमा समायोजन हुन सक्दछन्, वैज्ञानिक सोचको विकास हुन्छ। यस चरणमा विद्यार्थीले कल्पनात्मक र तार्किक सोच गर्न सक्छ र हाइपोथेसिस बनाउन सक्छ अथवा परिकल्पना निर्माण गर्न सक्छ। र यसरी जीन पियाजेको सिकाइ सिद्धान्तमा शिक्षकको स्थान के हो त अथवा शिक्षकको भूमिका के हो अथवा यसको महत्त्व के हो भन्ने विषयमा बाल केन्द्रित शिक्षाको महत्त्व है। शिक्षाको महत्त्वको विषयमा शिक्षा बाल केन्द्रित हुन्छ, लर्निङ बाई डुइङ हुन्छ, गरेर सिक्ने गर्दछन्, एक्टिभिटी बेस्ड लर्निङ हुन्छ, खोजमूलक हुन्छ सिकाइ। जीन पियाजेको सिकाइ सिद्धान्त निर्माणवादी सिकाइ सिद्धान्त अथवा संज्ञानात्मक सिकाइ सिद्धान्तमा किन यो सिद्धान्त आवश्यक भयो, किन यो सिद्धान्त पढ्नु पर्यो अथवा यसको सिकाइ के हो, यसको महत्त्व के हो भन्दा पियाजेको सिद्धान्तले शिक्षालाई सक्रिय बनाउने, विद्यार्थीले गरेर सिक्ने वातावरण बनाउँदछन्, एक्टिभिटी बेस हुन्छ र गरेर सिक्ने बाल केन्द्रित हुन जान्छ। त्यसै गरी यसमा शिक्षकको भूमिका के हो त अथवा कुन अवस्थामा कसरी शिक्षकको जिम्मेवारी अथवा भूमिका रहन्छ त भन्दाखेरि शिक्षक मात्र एक फेसिलिटेटर मात्रै अथवा मार्गदर्शक सहजकर्ताको रूपमा मात्रै रहन जान्छ। अनुभव सिर्जना गर्ने शिक्षक ज्ञान दिने होइन, शिक्षण सिकाइको वातावरण बनाउने व्यक्तिको रूपमा मात्रै यो सिद्धान्तमा शिक्षक सहजकर्ता मार्गदर्शकका रूपमा उहाँको शिक्षकको स्थान रहन जान्छ। यसको बलियो पक्ष, यो सिकाइ सिद्धान्तको राम्रो सकारात्मक पक्ष भन्दा वैज्ञानिक आधार भएको बाल केन्द्रित शिक्षा केन्द्रित आधुनिक शिक्षामा बढी प्रयोगमा ल्याइएको आजको शिक्षण प्रणाली विशेष गरी एक्टिभिटी बेस्ड लर्निङ पियाजेबाट प्रभावित छ। त्यसै गरी यो सिकाइ सिद्धान्तको कमजोर पक्ष सीमितता अन्तर्गत सामाजिक पक्ष यसमा कम भूमिकामा रहन्छ। सबै बालक एउटै गतिका हुँदैनन्, संस्कृतिगत भिन्नता रहन जान्छ र उनको सिकाइ सिद्धान्त अनुसार सबै ठाउँमा समान लागू यो सिकाइ सिद्धान्तको आउटकम्सलाई सबै ठाउँमा समान रूपमा लागू गर्न सकिँदैन। निष्कर्षमा जीन पियाजेको सिकाइ सिद्धान्त बालक सक्रिय भएर सिक्ने, बाल केन्द्रित र अनुभव केन्द्रित सिकाइ हुने, लर्निङ बाई डुइङमा आधारित हुने, एक्टिभिटी बेस्ड सिकाइ हुने जस्ता थुप्रै महत्त्वपूर्ण विशेषता रहन जान्छन्। त साथीहरू, अन्तमा यहाँहरूको केही जिज्ञासा छ भने कमेन्टमा राख्नुहोला। यति भन्दै
म मेरो प्रस्तुति समाप्त गर्छु। धन्यवाद। नमस्कार।